Yon yang suka pun biaya model kan ni. हाम्रो यस कार्यक्रमको प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति ज्यू भुवन राई नेपाल पर्यटन बोर्डको कार्यक्रम सम्पन्न गरेर त्यहाँबाट ट्याक्सी चढेर आउँदै हुनुहुन्छ। करिब 5-7 मिनटमा आइपुग्नुहुन्छ म आउने बित्तिकै हामी कार्यक्रम सुरु गर्छौँ। केही समय धैर्य गरिदिनु हुन म हार्दिक अनुरोध गर्दछु। नमस्कार। महाग्रन्थ वाचक पण्डित शासन ध्वज धम्माचार्य धर्मकीर्ति बिहार प्रमुख धर्मकीर्ति बिहार संरक्षण कोष धर्मकीर्ति बौद्ध अध्ययन गोष्ठी धर्मकीर्ति पत्रिका धर्मोदय सभा लगायत दर्जनौं
जन्मेर विश्व प्रसिद्ध हुन सफल व्यक्तित्व श्रद्धेय धम्मवती गुरुमालाई आज सम्यक अभिनन्दन प्रदान गर्न हामी यो कार्यक्रम आयोजना गरिरहेका छौँ। अब केही बेरमै हामी कार्यक्रम औपचारिक रूपमा कार्यक्रम सुरु गर्नेछौँ। हाम्रो कार्यक्रमको प्रमुख अतिथि अब 2-4 मिनटमै आइपुग्छु भनेर उहाँले फोन गर्नुभएको छ। उहाँ आउँदै गर्नुहुन्छ। उहाँ आउँदै गर्दा गर्दै हामी आसन ग्रहणको कार्यक्रमलाई अगाडि बढाउन चाहन्छौँ। यहाँहरूलाई म धैर्यतापूर्वक शान्तपूर्वक रहिदिनु हुन हार्दिक अनुरोध गर्दछु। नमो तस्स भगवतो अरहतो सम्मा सम्बुद्धस्स। आज 2081 साल वैशाख 15 गते शनिबार श्रद्धेय धम्मवती गुरुमालाई अभिनन्दन अर्पण गर्नका लागि हामी यस नेपाल प्रज्ञा प्रतिष्ठानको यो पारिजात सभा कक्षमा भेला भइरहेका छौँ। अलिकति हल्ला आइरहेको अनुभूति भइरहेको छ मलाई। कृपया सकेसम्म शान्तपूर्वक रहिदिनु होला। हाम्रो यहाँ हलको कोही कर्मचारी हुनुहुन्छ भने यो 3टै एसी अन गरिदिनु म अनुरोध गर्दछु। हलको कर्मचारी कोही हुनुहुन्छ भने विक्रम सम्वत 1991 साल असार पूर्णिमाको दिन श्रद्धेय धम्मवती गुरुमाको जन्म ललितपुरको ओकुवालमा भएको थियो। करिब 14 वर्षको उमेरमा गृहस्थ जीवन परित्याग गरेर उहाँले भारतको कुशीनगरमा एक बर्मेली भिक्षु धम्मा बुद्ध महास्थवीरको उपाध्यायत्वमा उहाँ प्रवृत्त हुनुभएको थियो। त्यसपछि उहाँ लामो कष्टसाध्य सङ्घर्ष गरेर म्यानमारसम्म पैदल हिँडेर पुग्नुभयो। करिब त्यो इन्डियाबाट उहाँलाई म्यानमार पुग्नको लागि करिब 19 दिन लागेको थियो। त्यो दुःखको कष्टसाध्य वेदनाहरू उहाँसँग छन्। उहाँले प्रवर्जित हुन बुद्ध शासनमा प्रवर्जित हुन सामना गर्नु परेको दुःख कष्ट पीडा र वेदनाका अनगिन्ती गाथाहरू छन्। जुन गाथाहरूलाई समेटेर एउटा पुस्तक पनि प्रकाशन भएको छ स्नेही छोरी। त्यसमा उहाँको धेरै कुराहरू उल्लेख भएको छ र उहाँको बारेमा अनगिन्ती व्यक्तित्वहरूले लेखिसक्नु भएको छ। अस्ति भर्खरै हामीले पनि धम्मवती विशेष भनेर प्रकाशन गरेका छौँ। त्यसमा पनि 2 दर्जनभन्दा बढी हुनहार स्रष्टाहरूले लेखकहरूले धम्मवती गुरुमाको बारेमा संस्मरणात्मक लेखहरू प्रस्तुत गर्नुभएको छ। त्यो पुस्तक अहिले हामी केही बेरमा यहाँहरूका बिचमा विमोचन गर्नेछौँ।
कति पनि ढिलो नगरिकन कार्यक्रम सुरु गर्न चाहन्छु। सर्वप्रथम यस गरिमामय समारोहको सभापतिको आसन ग्रहण गरिदिनु हुन सम्यक सन्देशका सल्लाहकार एवं श्रद्धेय हाम्रो सम्यक सन्देश पत्रिकाको प्रबन्ध सम्पादक कवि एवं पत्रकार साहित्यकार तारा सुवेदीज्यूलाई सभापति लगायत व्यक्तित्वहरूलाई खादा अर्पण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। गुरुमाहरूलाई खादा हेलो बहिनी हार्दिक नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति आदरणीय व्यक्तित्व भूपाल राईज्यू आजका प्रमुख अतिथि यहाँ उपस्थित भइसक्नु भएको छ। म उहाँलाई प्रमुख अतिथिको आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु र साथसाथै उहाँ आउनुभन्दा करिब 1 मिनेट अगाडि नै मैले कार्यक्रम सुरु गरेँ, त्यसका लागि पनि म क्षमा माग्न चाहन्छु। हेलो दाजु बिचमा आइदिनु न। आजका यस कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रतिष्ठानका कुलपति एवं कवि आदरणीय व्यक्तित्व भूपाल राईज्यूले आसन ग्रहण गरिसक्नु भएको छ। अब म आसन ग्रहणको क्रमलाई निरन्तर रूपले अगाडि बढाउन चाहन्छु। आजका विशेष अतिथि चारुमती बुद्धिस्ट मिसन नेपालका अध्यक्ष श्रद्धेय भिक्षु तपस्वी धर्म महाराज आउँदै हुनुहुन्छ। आज हामी जसको कारणले यहाँ जम्मा भइरहेका छौँ, जसलाई हामी सम्मान अर्पण गर्न लागिरहेका छौँ, अक्क महाग्रन्थ वाचक पण्डित शासन धम्माचार्य भाषा थुवा श्रद्धेय धम्मवती गुरुमालाई आसन ग्रहणका लागि यथास्थानमा आसन ग्रहणका लागि म हार्दिक अनुरोध गर्दछु। यस्तै गरी उपस्थित गुरुमाहरूलाई यथास्थानमा आसन ग्रहणका लागि हार्दिक अनुरोध गर्दछु। सम्यक सन्देशका संरक्षक शिक्षाविद एवं समाजसेवी अत्यन्त प्रिय व्यक्तित्व केदारनाथ श्रेष्ठज्यूलाई अतिथिको आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। श्री केदारनाथ श्रेष्ठज्यू सम्यक सन्देशका सल्लाहकार एवं पूर्व भिक्षु डाक्टर लक्ष्मण साक्यलाई अतिथिको आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। यसै गरी बौद्ध लेखक एवं बौद्ध अध्येता म बौद्ध क्षेत्रमा लागेदेखि नै चिन्दै आएको व्यक्तित्व र मलाई हरेक कोणबाट सल्लाह र सुझाव दिँदै आउनु भएकी अति नै प्रिय व्यक्तित्व लोचन तारा तुलाधरज्यूलाई म अतिथिको आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। पञ्चकन्या पद्मकन्या क्याम्पस नेपाली विभागका उपप्राध्यापक समालोचक कवि एवं साहित्यकार श्री ज्ञानिष्ठ गेवालीज्यूलाई अतिथिको आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु।
सूचक प्रकाशनका विशेष आजीवन सदस्य, नारीश्वर पत्रिकाका प्रधान सम्पादक, लेखक, साहित्यकार, कवि एवं आध्यात्मिक अभियन्ता हाम्रो अति नै आदरणीय व्यक्तित्व हिरण्य कुमारी पाठकज्यूलाई आसन ग्रहणका लागि हार्दिक अनुरोध गर्दछु। उहाँ आज धम्मवती गुरुमालाई अभिनन्दन गर्ने संयुक्त संस्थाहरूमा उहाँको संस्था पनि जोडिएको छ। म उहाँलाई त्यसका लागि पनि आभार व्यक्त गर्न चाहन्छु। नेपाल मुस्लिम महिला कल्याण समाजका अध्यक्ष, मानव अधिकारवादी, अति नै प्रिय व्यक्तित्व सीमा खानज्यू, उहाँलाई पनि अतिथिको आसन ग्रहणका लागि म हार्दिक अनुरोध गर्दछु। अर्को स्थानमा आएर बस्नु होला, ठाउँ अलिकति यस्तै छ, उहाँलाई खादा लगाइदिनु होला। सीमा खान, उहाँ नेपाल मुस्लिम महिला कल्याण समाजको अध्यक्ष हुनुहुन्छ र आजको धम्मवती गुरुमा अभिनन्दन समारोहमा उहाँको संस्थाले पनि भाग लिएको छ। विश्व साहित्यिक प्रकाशन सङ्घका अध्यक्ष, नेपाल क्रिस्चियन सोसाइटीका संरक्षक डाक्टर अमित भण्डारी, उहाँ आउनु भएको छैन, उहाँले प्रतिनिधि पठाउँछु भन्नुभएको थियो, हुनुहुन्छ भने कृपया अगाडि आइदिनु होला। विश्व साहित्यिक प्रकाशन सङ्घले पनि यो संयुक्त अभिनन्दन समारोहमा सहभागिता जनाएको छ। मनमती साहित्य समाजका अध्यक्ष एवं सूचक प्रकाशनका संरक्षक कृष्णबहादुर श्रेष्ठज्यूलाई आसन ग्रहणका लागि हार्दिक अनुरोध गर्दछु। अगाडि आइदिनु होला सर, अगाडि लाइनमा आइदिनु होला। र यहाँ हामीले सम्बोधन गर्नुपर्ने धेरै व्यक्तित्वहरू हुनुहुन्छ। मैले एकदमै विशिष्ट व्यक्तित्वहरू देखिरहेको छु। नेपाली भाषा साहित्यको क्षेत्रमा काम गर्ने व्यक्तित्वहरू पनि हुनुहुन्छ, सामाजिक क्षेत्रमा काम गर्ने व्यक्तित्वहरू हुनुहुन्छ, धार्मिक क्षेत्रमा काम गर्ने व्यक्तित्वहरू हुनुहुन्छ। तथापि म यहाँहरू हाम्रो सबैजना हाम्रो आजको अतिथि हुनुहुन्छ, त्यस कारणले यहाँलाई यथास्थानमा आसन ग्रहणका लागि हार्दिक अनुरोध गर्दछु। पूज्यपाद श्रद्धेय धम्मवती गुरुमालाई अभिनन्दन गर्न सम्यक सन्देशले संयोजन गरेको कार्यक्रममा नारीश्वर साहित्यिक पत्रिका, गुन्जन, भैरव पुरस्कार गुठी, मनमती साहित्य समाज, केदारनाथ लीलादेवी पुस्तकालय, विश्व साहित्यिक प्रकाशन सङ्घ, युवा नेत्र सेवा, नेपाल मुस्लिम महिला कल्याण समाज र शरण फाउन्डेसन नेपालले सहकारी गरेका छन्। म उहाँहरू सबैलाई हार्दिक आभार व्यक्त गर्दछु। गुन्जन नारी साहित्यकारहरूको संस्था कि अध्यक्ष आदरणीय साहित्यकार जलेश्वरी श्रेष्ठज्यूलाई अतिथिको आसन ग्रहणका लागि हार्दिक अनुरोध गर्दछु। अगाडि आइदिनु होला, अगाडि आउनु होला। हाम्रो आजका विशेष अतिथि चारुमती बुद्धिस्ट मिसन नेपाल एवं चारुमती बुद्ध विहारका अध्यक्ष श्रद्धेय भिक्षु तपस्वी धम्म महावीरज्यू आइपुग्नु भएको छ। उहाँलाई पनि विशेष अतिथिको आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। हाम्रो आसन ग्रहणको कार्यक्रम सम्पन्न भइसकेको छ। अब पञ्चशील पाठको कार्यक्रम रहेको छ। म श्रद्धेय भिक्षु तपस्वी धम्म महावीरज्यूलाई पञ्चशील पाठ वाचन गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु।
चाहना सबैले नमस्कार गरेर मटास्य तीन पटक भनिदिनुमा साधु साधु। अब राष्ट्रिय गानको लागि तयार गरिदिनु म प्राविधिक मित्रलाई हार्दिक अनुरोध गर्दछु। राष्ट्रिय गान गाउने क्रममा यहाँहरू स्थानबाट उठिदिनु भयो भने
अझ राम्रो हुन्थ्यो। साधु साधु स्वागत मन्तव्यका लागि म सम्यक सन्देश पत्रिकाका सल्लाहकार एवं पूर्व भिक्षु डाक्टर लक्ष्मण साक्यलाई हार्दिक अनुरोध गर्दछु। नमामि बुद्धं गुणसागरन्तं नमामि धम्मं सुगतेन देशितं नमामि संघं मुनिराज सावकं। यस गरिमामय धर्म सभाको सभापतिज्यू श्री श्यामलाल चित्रकार ज्येष्ठ उपासकज्यू, त्यस्तै आजको अभिनन्दित व्यक्तित्व गुरुआमा श्रद्धेय धम्मवती गुरुमाज्यू, त्यस्तै आजको प्रमुख अतिथि हाम्रो प्रज्ञा प्रतिष्ठानका कुलपति भोपाल दाइज्यू तथा प्रमुख मुख्य विशेष अतिथि पूज्य भन्ते तपस्वी धम्म लगायत सम्पूर्ण गुरुमाहरू, उपासक उपासिकाहरू, पण्डित विद्वानहरू र समस्त बुद्ध धर्म सङ्घमा समर्पित व्यक्तित्वहरूमा मेरो हार्दिक अभिवादन, जोजल्पा, नमस्ते, भगवान शरण। आज मलाई साह्रै खुसी लागेको छ, किनभने हामीले जे गर्नुपर्ने हो कर्तव्य हो त्यो गरिरहेका छौँ। त्यसको मतलब हो पूजा च पूजनीयानं एतं मङ्गलमुक्तमं। भगवान् बुद्धले भन्नुभएको वचनलाई हामीले शिरोधारी गरी त्यसमा चाहिँ समर्पित भएर लागि परेका छौँ। पूज्य धम्मवती गुरुमा हाम्रो नेपालको लागि मात्रै होइन, अन्तर्राष्ट्रिय स्तरको लागि पनि पूज्य हुनुभएको छ। किन त भन्नाले उहाँले भगवान् बुद्धले दिनुभएको शान्ति, अहिंसा, मैत्री, करुणाको उपदेश